घंटी, जय घंटी, जय घंटी। अब की बार हामी अहिले हतारमा निर्णय गर्यौं कि भन्ने जस्तो लाग्न सक्छ यहाँहरूलाई। हामी कुनै हतारमा निर्णय गरेका छैनौं। देशमा विषम परिस्थिति सिर्जना भयो र 2084 को निर्वाचन 2082 मा हुन गइरहेको छ। हामी परिवर्तनको पक्षमा उभिएका छौं, आम नागरिकको पक्षमा उभिएका छौं। जनताले चाहिरहेको अहिले सुशासन र भ्रष्टाचारलाई शून्य सहनशीलताको चाहिने नेतृत्व खोजिरहेको चाहिने पक्षमा हामी उभिएका छौं। त्यो पक्षमा उभिँदै गर्दाखेरि कसैलाई आपत्ति हुन्छ भने त्यो आपत्तिको विषय बनोस्, त्यसलाई हामी कुनै मतलब हामी राख्दैनौं। नेतृत्व गरिरहेका नेतृत्वहरूले यो कुरालाई स्वीकार्न तयार छैन। नेतृत्वले स्वीकार्न तयार छैन, तर आम नागरिकले स्वीकार गरिसकेको छ। यो कुरा हाम्रो लागि हर्षको विषय बनेको छ। तथा पार्टी प्रदेश कार्यक्रममा उपस्थित हुनुभएका पार्टीका उपसभापति रवि पाण्डेज्यू, यसै गरी आजका आकर्षणका केन्द्रबिन्दु प्रमुख अतिथिको रूपमा रहनुभएका हाम्रा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति एवं माननीय श्री डोक प्रसाद अर्यालज्यू, मञ्चमा आसीन पार्टीका विभिन्न जिम्मेवारीमा रहनुभएका पार्टीका आदरणीय नेता अग्रजजीहरू र यस कार्यक्रमलाई सफल बनाउनको लागि उपस्थित सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी प्रेमी, उपस्थित सम्पूर्ण महानुभावहरू र पत्रकार सम्पूर्ण साथीहरू, म यहाँलाई हृदयले स्वागत गर्न चाहन्छु। नवलपरासी यस्तो क्षेत्र हो, नवलपरासीमा एक छत्र कुनै बेला एकात्मक ढङ्गबाट अहिलेसम्म नेतृत्व हुँदै आएको परिस्थिति हामी तपाईको माझमा विद्यमान थियो। अहिले केही समय अगाडिदेखि राष्ट्रिय राजनीतिको परिवर्तन सँगसँगै नवलपरासीको राजनीतिमा पनि ठूलो परिवर्तन आएको यहाँहरूले देख्न सक्नुहुन्छ। यो कति धेरैलाई असहज पनि लागेको हुन सक्छ, तर यसलाई हामीले सहज बनाउन कोसिस गरिराखेका छौं। नेपालको राजनीतिमा यति ठूलो परिवर्तन हुँदैछ। 2082 फागुन 21 गतेको मतदानले यो निर्णय तपाईहरु सबैलाई सन्देश दिनेछ। देश अहिले परिवर्तन खोजिरहेको संघारमा राष्ट्रिय स्वतन्त्र पार्टी आफूलाई परिवर्तनको संवाहक बनाएर अगाडि बढाउने प्रयास गरेको छ। त्यसमा आम नेपाली सबै दाजुभाइ दिदीबहिनीहरूको साथ र सहयोग प्राप्त भइरहेको छ। यो अत्यन्त खुसीको कुरा हो। अहिले अझ पनि पुराना दलबाट नेतृत्व गरिरहेका नेतृत्वहरूले यो कुरालाई स्वीकार्न तयार छैन। नेतृत्वले स्वीकार्न तयार छैन, तर आम नागरिकले स्वीकार गरिसकेको छ। यो कुरा हाम्रो लागि हर्षको विषय बनेको छ। अझ पनि हामीले देख्न सक्छौं हाम्रो समाजमा थुप्रै खालको थ्रेटहरू छ, आज आइराखेको छ। अब यो हामीलाई चाहिने अचम्म लाग्छ। अहिले पनि हामी कुन लोकतन्त्रमा छौं? यो कस्तो खालको लोकतन्त्र हो? लोकतन्त्रमा हर नागरिकले आफ्नो विचारलाई प्रकट गर्नको लागि स्वतन्त्रता खोजेको हुन्छ र त्यसैको लागि लोकतन्त्रमा आफूले योगदान गरेको छ नेपाली जनताले। यो धेरैको शहादत प्राप्त पछि लोकतन्त्र आएको हो र यो लोकतन्त्रमा आफ्नो सामान्य माग राख्न जाँदाखेरि भदौ 23 र 24 गतेको घटनाले विकृति जन्माएको छ यो नेपाली राजनीतिमा। यो विकृतिलाई हटाउनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि सरेको छ र मलाई विश्वास छ यो नेपाली जनताले सबैले यो कुरा महसुस गर्नु भएको छ। अब हामीलाई आफ्नो अधिकार र आफ्नो माग राख्न जानलाई अब गोली थाप्न पर्दैन, अब गोली खान पर्दैन, अब कोही पनि शहीद हुन पर्दैन। आफ्नो अधिकार आफ्नो माग राख्नको लागि अबको लोकतान्त्रिक सरकार बन्ने छ। फागुन 21 पछि एउटा यस्तो लोकतान्त्रिक सरकार बन्छ जसबाट यहाँहरूले अपेक्षा गरेको भन्दा बढी यहाँहरूलाई अधिकारको सुनिश्चितता गर्ने, सेवा प्रवाहमा चाहिने यहाँहरूलाई सुविधा दिने र विकास निर्माणदेखि लिएर भ्रष्टाचारलाई शून्य सहनशीलतामा पुर्याउने र सुशासन कायम गर्नको लागि यो पार्टी कटिबद्ध रहेको छ भन्ने कुरा मैले यहाँहरूलाई अनुभूति गराउन चाहन्छु। हामी अहिले हतारमा निर्णय गर्यौं कि भन्ने जस्तो लाग्न सक्छ यहाँहरूलाई। हामी कुनै हतारमा निर्णय गरेका छैनौं। यो निर्वाचन कुन तरिकाले यो 2082 मा निर्वाचन हुन गइरहेको छ यो सबै सामु छ। यो भनेको देशमा विषम परिस्थिति सिर्जना भयो र 2084 को निर्वाचन 2082 मा हुन गइरहेको छ र हामी
विधिवत रूपमा 2084 को निम्ति हामी सबै तयारी गर्दै गर्दै गर्दा त्यो समय अगावै चाहिने निर्वाचन हामीले फेस गर्न पर्ने परिस्थिति सिर्जना भयो। त्यसकारणले गर्दा हामी एकदमै व्यवस्थित र विधिवत रूपमा यो रूपान्तरणलाई यो परिवर्तनलाई स्वीकार गरेर हामी यो निर्णय लिएका छौँ। यो निर्णय कसैलाई असहज लाग्छ भने लागोस्, त्यो हामीलाई चिन्ताको विषय छैन। हामी परिवर्तनको पक्षमा उभिएका छौँ, आम नागरिकको पक्षमा उभिएका छौँ। जनताले चाहिरहेको अहिले सुशासन र भ्रष्टाचारलाई शून्य सहनशीलताको चाहिने नेतृत्व खोजिरहेको चाहिने पक्षमा हामी उभिएका छौँ। त्यो पक्षमा उभिँदै गर्दाखेरि कसैलाई आपत्ति हुन्छ भने त्यो आपत्तिको विषय बनोस्, त्यसलाई हामीले कुनै मतलब हामी राख्दैनौँ। म यहाँहरूलाई पुनः आग्रह गर्न चाहन्छु, अहिले हाम्रो समाजले कस्तो नेतृत्व खोजिरहेछ, सुशासनको नेतृत्व। अहिले पनि तपाईँहरूलाई धेरैले थाहा होला, अहिले पनि सिडिओ कार्यालयमा जानुभयो भने एउटा सामान्य काम लिएर कुनै बिचौलिया नसमातिकन काम हुँदैन। अझ पनि प्रशासनिक कुनै ठाउँमा तपाईँ जानुभयो भने त्यहाँ बिचौलिया छैन भने काम हुँदैन। अब यो बिचौलियाबाट निर्माण भएको हाम्रो कुसंस्कारलाई हटाउनको लागि हामीले नेतृत्व लिन खोजेका छौँ। यसको लागि राष्ट्रिय स्वतन्त्र पार्टी कटिबद्ध छ। कुनै पनि बिचौलिया कहीँ पनि देख्न पाइँदैन, त्यो परिस्थिति हामीले निर्माण गर्छौँ। यो तपाईँहरूको बिचमा हामीले वाचा गर्न चाहन्छौँ। नवलपरासी क्षेत्र नम्बर 2 एउटा सबै समुदाय मिलेर बनेको यो भूमि हो। सबैको समुदायको सम्मान, सबै धर्मको रक्षा र सबैको लागि हामीले हित चिताएर आफ्नो नेतृत्वलाई अगाडि बढाउँछौँ। कुनै पनि वर्गले, कुनै पनि समुदायले, कुनै पनि धर्म मान्ने व्यक्तिले चिन्ता मान्न पर्दैन। राष्ट्रिय स्वतन्त्र पार्टी अहिले पछिल्लो समय तपाईँले देख्न सक्नुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको विषयमा सबै दल एक भएर लागिराखेका छन्। सबैले राष्ट्रिय स्वतन्त्र पार्टीको विरुद्धमा के कति अफवाह फैलाएर हुन्छ उहाँले त्यतिमा मात्र केन्द्रित हुनुहुन्छ। चुनाव सबैले लडेका छन्, तर राष्ट्रिय स्वतन्त्र पार्टीलाई कहाँनिर चाहिने तल देखाउन सकिन्छ भन्ने कुरा, मिथ्या कुराहरू ल्याएर चाहिने भ्रामक कुराहरू ल्याएर अहिले दुनियाँको सामु प्रस्तुत भइराखेका छन्। तर मिथ्या भनेको मिथ्या हो, झुट भनेको झुट हो। तपाईँहरू सबै नागरिकले बुझ्नु भएको छ, आम मतदाताले बुझ्नु भएको छ, हाम्रा सचेत नागरिकहरूले बुझ्नु भएको छ। अब यस्ता झुटा कुराहरूको पछाडि नलागिकन, कसैको दबाव र प्रभाव नलागिकन यो 21 गतेको निर्वाचन हामीले स्वेच्छाले आफूले चिताएको चुनाव चिन्हमा हामीले मतदान गर्छौँ भनेर सबैले निर्णय लिइसक्नु भएको छ। अब कोही पनि विचलित हुन पर्दैन, कसैको दबाव र प्रभावमा यहाँहरू दब्न पर्दैन। त्यस्तो प्रभावको यदि दिने कोही आउँछ भने म यहाँ साथीहरूलाई मैले आग्रह गर्न चाहन्छु, युवा साथीहरूलाई, त्यस्ता मानिसलाई समाउनुहोस्, चोकमा राख्नुहोस् र सामाजिक सञ्जालमा उसलाई सार्वजनिक गर्नुहोस्, चिनाउनुहोस् यो चाहिने बहुरूपियाँहरू को हो भनेर। यति कुरा मैले भन्न चाहन्छु। राष्ट्रिय स्वतन्त्र पार्टीमा मत हालेर तपाईँहरूले एउटा निर्वाचन क्षेत्र मात्र जिताउने होइन कि देशलाई जिताउनको लागि तपाईँहरूको मत हुनेछ। यति कुरा मैले यहाँहरूलाई निवेदन गर्न चाहन्छु। 2082 फागुन 21 गते हुने मतदान यो देशलाई असल नेतृत्व दिएर यो देशलाई परिवर्तन गर्ने हो, यो देशलाई बचाउने हो कि अझ पनि यो देशलाई अझ बिगार्ने मान्छेहरूको हातमा सुम्बिने हो, यो निर्णय लिने दिन हो। त्यसकारणले गर्दा यो निर्णय लिने दिन तपाईँहरूको र तपाईँहरू सबै नेतृत्व गर्ने साथीहरू आउनु भएको छ। यहाँहरूले आफ्नो ठाउँमा जहाँ जहाँ नेतृत्व गर्दै हुनुहुन्छ यहाँहरूले ती सबै आफ्नो समाजका मानिसहरूलाई यो कुरा बुझाउन जरुरी छ। यो सामान्य मतदान होइन, यो देशलाई बनाउने र बिगार्ने मतदान भएको कारणले गर्दा अब हाम्रो मत देश बनाउने पार्टीलाई हुनेछ, देश परिवर्तन गर्ने पार्टीलाई हुनेछ, देशलाई समृद्ध बनाउने पार्टीलाई हुनेछ, देशलाई संसारको विकसित मुलुकहरूसँग दाँजोमा पुर्याउने चाहिने नेतृत्वलाई हाम्रो हुनेछ भन्ने कुरा यहाँहरूले चाहिने त्यसरी मतदान गर्नुहुनेछ भन्ने मैले यहाँहरूलाई विश्वास लिएको छु। र धेरै कुरा नगरिकन अहिले हाम्रो मानिसको समयको एकदमै छोटो समय छ, अभाव छ, हामीले धेरै कुरा उहाँहरूबाट सुन्न जरुरी छ। पार्टीको उपसभापति हाम्रा आदरणीय मान्य डिपी अर्यालज्यूलाई मैले आफ्नो समयलाई म उहाँलाई हस्तान्तरण गर्दै म आज यो कार्यक्रमलाई यो मञ्चबाट म अहिलेको लागि म बिदा पनि हुन चाहन्छु। र बिदा हुनुभन्दा अगाडि म एउटा नारा लगाउँछु। यहाँ नारामा एकदमै शक्तिशाली स्वरमा यहाँहरूले प्रकट गरिदिनु हुनेछ, जसबाट यो ऊर्जा यो पुरै क्षेत्रमा गुन्जयमान होस् भन्ने हिसाबले म नारा लगाउन गइरहेको छु। जय घन्टी, जय घन्टी, जय घन्टी।
अब की बार। धन्यवाद। जय राष्ट्रिय स्वतन्त्र पार्टी। धन्यवाद।